विश्वले नेपाललाई कि त सगरमाथाको नामले चिन्छ कि त गौतम बुद्धको नामले चिन्छ, तर अहिले नेपाललाई विश्व सामु चिनाउने अर्को माध्यम बनेको छ क्रिकेट। त्यही क्रिकेट खेलका माध्यमबाट नेपाललाई विश्व सामु चिनाउने एक खेलाडी हुन् युवा स्टार लेग स्पिनर सन्दीप लामिछाने। सन्दीप लामिछाने हरेक नेपालीका लागि एक नाम मात्र नभई क्रिकेट खेलेर केही गर्छु भन्नेका लागि सपना बनेका छन्। आज हामी उनैको जीवनी प्रस्तुत गर्न गइरहेका छौं। उनको बाल्यकाल, प्रारम्भिक जीवन, खेल जीवनको सुरुवात, अन्तर्राष्ट्रिय खेल जीवन लगायत जीवनमा भोग्नु परेका उतार चढावका बारेमा चर्चा गर्नेछौं। आउनुहोस् भिडियोलाई सुरुवात गरौँ। Sandeep has got another one. He's got 3. Good job. बाल्यकाल विक्रम सम्वत 2057 साल साउन 18 गते बुबा चन्द्र नारायण लामिछाने र आमा कोपिला देवीको कोखबाट स्याङ्जा जिल्लाको आरुचौरमा सन्दीप लामिछानेको जन्म भयो। सन्दीपका बुबा भारतीय रेलवेमा जागिर खान्थे, त्यसैले सन्दीप बुबासँगै भारत गएर उतै पढ्न थाले। कक्षा 4 मा पढ्दा उनले क्रिकेट खेलका बारेमा जान्ने मौका पाएका थिए। प्रारम्भिक जीवन पछि उनको परिवार नेपालको चितवनमा बसोबास गर्न थाल्यो। उनमा रहेको क्रिकेटको रुचिले सीमा नागिसकेपछि उनले चितवनको नारायणघाट स्थित चितवन क्रिकेट एकाडेमीमा क्रिकेट सिक्न थाले, जहाँ उनलाई नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान राजु खड्काको साथ थियो। तत्कालीन राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानाइके चितवनमा प्रशिक्षणको लागि आएको बेला सन्दीपको बलिङबाट प्रभावित भई U19 टोलीमा छनौट गरेका थिए। खेल जीवनको सुरुवात लामिछानेले सन् 2016 अप्रिलमा नामिबिया विरुद्ध आफ्नो लिस्ट ए डेब्यू गरे। यस पश्चात उनी 2016 को U19 विश्वकपमा सहभागी भए, जहाँ उनले दोस्रो खेलमै आयरल्यान्ड विरुद्ध ह्याट्रिक लिँदै U19 विश्वकपमा ह्याट्रिक लिने 5औं खेलाडी बने। उनको त्यस्तो विलक्षण प्रतिभा देखेर अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले सिडनीको एक क्लबबाट खेल्न उनलाई आमन्त्रण गरे। अन्तर्राष्ट्रिय खेल जीवन जनवरी 2018 मा लामिछाने 2018 ICC WC लिग डिभिजन 2 टुर्नामेन्टका लागि नेपाली टोलीमा समावेश भए। उनले पहिलो खेलमै नामिबिया विरुद्ध 8.2 ओभरमा 18 रन दिँदै 4 विकेट लिन सफल भए। त्यसपछि युएईसँग 30 रन दिँदै 3 विकेट र केन्यासँग 20 रन दिँदै 5 विकेट र त्यस प्रतियोगितामा उनले 6 खेलमा 17 विकेट लिए। उनको यस्तो प्रदर्शनपछि सबैको आँखा उनीतिर नै गाडिन थाल्यो। यसरी नै उनले T20I मा ओल्ड एक्सआई का तर्फबाट 31 मे 2018 मा वेस्ट इन्डिज विरुद्ध डेब्यू गरे भने ODI मा नेपालका तर्फबाट 1 अगस्त 2018 मा नेदरल्यान्ड विरुद्ध डेब्यू गरे। अविस्मरणीय खेल उनले 12 फेब्रुअरी 2020 मा आफ्नो खेल जीवनकै उत्कृष्ट बलिङ फिगर हासिल गरे। उक्त म्याचमा उनले USA विरुद्ध 16 रन दिँदै 6 विकेट लिन सफल भए, जसकारण USA 35 रनमै समेटिन पुग्यो। काँधमा कप्तानी 2021 मा लामिछाने नेपाली राष्ट्रिय टोलीको कप्तान भए। पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह हेरीलाई अनुशासन सम्बन्धी आरोप लागेपछि उनीहरूको पद खोसिएको थियो। विश्व रेकर्ड अप्रिल 2023 मा लामिछानेले ODI मा सबैभन्दा चाँडो 100 विकेट लिने कीर्तिमान आफ्नो नाम गरे। उनले यो कीर्तिमान केवल 42 म्याचमा हासिल गरेका थिए। उनले अहिलेसम्म 51 ODI मा 112 विकेट, 52 T20I मा 98 विकेट र 75 लिस्ट ए गेममा 158 विकेट लिइसकेका छन्। बलात्कारको आरोप विक्रम सम्वत 2079 साल भदौ 21 गते उनलाई एक किशोरीले बलात्कार जस्तो गम्भीर आरोप लगाएर प्रहरीमा किटानी जाहेर गरी। यसपछि लामिछाने हिरासतमा पनि बस्नु पर्यो। काठमाडौँ जिल्ला अदालतले पनि उनलाई दोषी ठहर गर्यो, तर पछि उच्च अदालतमा मुद्दा पुनरावेदन भएपछि विक्रम सम्वत 2081 साल जेठ 2 गते उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको निर्णय सच्याउँदै सन्दीप लामिछानेलाई निर्दोष ठहर गर्यो र उनी फेरि खेल जीवनमा फर्किए। नेटवर्थ गुगलका विभिन्न वेबसाइटबाट प्राप्त जानकारी अनुसार सन्दीपको नेटवर्थ करिब $5 मिलियन रहेको बताइएको छ। यसरी सन्दीप लामिछाने आफ्नो मेहनत र कठोर परिश्रमले आफ्नो लक्ष्य हासिल गर्न सफल भए। जीवनमा आएका उतार चढावलाई छिचोल्दै उनी अघि बढे र एक सफल व्यक्तिका रूपमा परिचित भए। त्यसैले हामी पनि आफ्नो लक्ष्यमा पागल भएर लाग्यौं भने जस्तो सुकै लक्ष्य पनि हासिल गर्न सकिन्छ। त्यसैले तपाई पनि आफ्नो लक्ष्यमा पागल भएर लाग्नु, एक न एक दिन अवश्य पनि सफलता पाउनुहुनेछ। हस्त आजका लागि यति नै। अर्को नयाँ भिडियोमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।